गाउँको जाउली पकाएर खानु पर्यो। जाउली पकाएर त खाने ग्यासै बाल्नु बिर्सिसक्ने। जाउली पकाएर पनि खानु पर्छ के अरे तरकारी छैन। ग्यास पो कसरी बाल्ने? छिमेकी आन्टी पनि छैन जस्तो छ। रेन सक्ला त कसरी बाल्ने त ग्यास हालो। त्यसरी नि बोल्दैन त। सिद्धि चढेको सरकार ग्यास अब कसरी बाल्दा अब यसरी बोल्दैन। खाँदैन म चाहिँ गाउँतिर जान्छु। बसौँ चौतारीमा चल्नलाई पर्खिनु पर्छ। त्यो त जहिले पनि ढिलो गर्छ। ल बसौँ। सनाले जहिले पनि घाँस काट्न जाने बेला ढिलो गर्छ। हुनु त हो नि, जहिले पनि पर्खिनु पर्छ। ए केटी हो, छोडेर जाने हो कि? एकछिन पर्ख्यौँ न पर्ख्यौँ। म त पर्खिदिनँ, म त जान्छु है। ल जा। डुकुरीको बानी बेहोरा यस्तै त हुने देखा। नामे डुकुरी। एकछिन पर्खिनु त मरिहाल्छ। के भन्यो भने अलि राम्ररी भन्नु नि। हो त, यो डुकुरलाई हामीसँग कहिले पनि ल्याउनु हुँदैन है, बिच बाटोमा छोडेर हिँड्छ। ल सुन्नु सर, अस्ति दाइरा म बजारबाट आएको। के किन्थ्यो त? केही पनि किन्दैन अरे। केही पनि नकिन्देको भए किन हामीलाई सुनाएको त? कुरा त राम्ररी सुन्न। भन्। दाइरा म अस्ति बजारबाट आएको, यही बाटो आएको, यही चौतारीमा बसेको, कुन चाहिँ केटा आएर बाटो छेकेर हात अठाएको मेरो। तेरो हात कसले चाहिँ अठायो हौ? खासी अनुहार परेको चाहिँ छैन? तेरो चाहिँ पर्यो होला नि। जसले भए पनि मेरो हात अठायो, मेरो दाइले पिटेको होला। हो नि हो, त्यसलाई मेरो दाइले पिटेकै हो। हो क्या यत्रो बेर भइसक्यो, हामी बसेको अझैसम्म सल्न आउँदैन। हो नि हो, कति ढिलो गरेको। भात पनि अलि ढिलो खान्छ कि फेरि त्यसले भात पनि कत्रो खान्छ होला। अस्ति होइन सर त, त्यसले मैले देखेको, त्यसले कति धेरै भात खाथ्यो। त यसले धेरै भात खाएर ढिलो भएको हो त नि हो। एकछिन ढिलो गर्यो भने जानुपर्छ है सर त। जाउँ, यत्रो बेर पर्खेको त अघि नै डुकुरीसँग गएको भए जित्थ्यो। जाम त्यत्रो बेर पर्खेको त अनि अघि नै गएको भए डुकुरीसँग जित्थ्यो। बरु अलिक छिटो नै सर त त्यो बसेर काटौँ है। उता जानु भने अलिक ढिलो हुन्छ। बसेर काटौँ। मुसा दौडिनु थालिसक्यो, के गर्नु? तरकारी केही नहुँदाखेरि जाउली पकाएर खाउँ भन्यो, ग्यास सिद्धिएको हो कि बाल्नु नआएको बिर्सेको। पत्ती भएन। कहाँ चाहिँ जाउँ त म? गाउँतिर लखर डुलेर कसको माथि गएर मागेर खाउँ भन्ने सोच हुँदैन मेरो। अर्को जस्तो त्यो छिमेकी आन्टीको बिहोरा चाहिँ मलाई अझै मन परेन। म कुन बेला त्यो घरबाट निक्लिन्छु क्या। अनि राम ग्यास बाल्नु सिकाउँछ कि भनेर बाहिर हेर्दा पनि मान्छे त रहेनछ पो त। कति दिन त्यसरी रिस उठेर बस्दा मसित। हजुरआमा थिएन र मात्र मैले त्यहाँ
कसैलाई नबोलाएको त्यो छिमेकी आन्टीलाई रिस उठेको बेला यो घारीलाई पनि म भात नखाएको बेला पनि म फ्राङ भाँदिसै भोकको बेला घारी देख्दा पनि उठिरहेको छ हौ मलाई त I'll Vicky.